नमस्कार। मेरो यो अगाडिको भाग र यो काखी सिद्धिसकेको छ। यसरी हेर्न सक्नुहुन्छ। अब म यो अर्कोपट्टि साइडको काखी काट्ने ठाउँमा आएछु। यो चाहिँ 24 घर हामीले यहाँ छोडिसकेको छ। यो 24 अनि यहाँ 25 26 छ। यो 2 घरलाई घटाएर हामी एउटै बनाउनेछौँ है, एकैचोटि बुनेर। त्यसपछि घटाउँदै घटाउँदै जसरी यता बुनेको थियो, मैले पहिलो भिडियोमा राखेको थिएँ, हो त्यसरी नै बुनुपर्ने हुन्छ है त। कुम जोडेर पनि भ्याइसकेको छु। अब हाम्रो लास्ट बाँकी बनेको यहाँबाट बोर्डर हाल्ने, ढाकघर बनाउने, अनि त्यसपछि यो काखीमा बोर्डर हाल्न मात्रै बाँकी हो। यो कालो धागो भएको होइन, के टाँसिन्छ प्रभु। अब बोर्डर हाल्नको लागि मैले पहिला पनि सिकाइसकेको थिएँ कसरी हाल्ने भनेर। यसमा पनि हामी सेम त्यही प्रोसेस गर्नेछौँ। फर्स्ट सुरुमा हामी यसलाई सबै ठाउँमा डबल क्रोसेट लिनेछौँ। यसरी प्रत्येक घरमा हामी यसमा चाहिँ डबल क्रोसेटवाला चाहिँ बोर्डर गर्नेछौँ। अर्कोमा हामीले डबल हाफ क्रोसेटको गरेको थियौँ भने यसमा चाहिँ डबल क्रोसेटको गर्नेछौँ। यसरी नै घर उठाउँदै डबल क्रोसेट गर्दै यहाँबाट सकाएर हामी यो अगाडिको एकपट्टि राइट साइडको पार्ट हो भने हामी यो लेफ्ट साइडमा सिधाउनेछौँ। र यो बोर्डर हामी यहाँ छेउमा जसरी बोर्डर हाल्छौँ त्यसरी नै हामी यहाँ काखीमा पनि बोर्डर हाल्नेछौँ। र त्यसले गर्दाखेरि हाम्रो हाफ स्वेटर पुरा हुन्छ। र अब यो बोर्डर हाल्ने पनि कस्तो छ म हजुरलाई एकछिन देखाउँछु। यो घर चाहिँ यसरी नै टिप्ने हो सबै। यहाँ त अर्को भागसम्म टिप्ने हो। यो टिपेर देखाउनेछु कस्तो हुन्छ र बोर्डर पनि राख्ने देखाउनेछु। यसमै टाँकर पनि हामीले यसमै राख्ने हो। हामी यहाँ डबल क्रोसेट यहाँ टुप्पासम्म आइसकेको छौँ। यहाँबाट सुरु गरेर अब हामी बोर्डर बनाउनेछौँ। त्यसको लागि छेउमा 2टा चेन बनाउने यसरी। अब यो भित्रबाट एकचोटि डबल क्रोसेट अनि फेरि यता पछाडिबाट यसरी डबल क्रोसेट, फेरि अगाडिबाट डबल क्रोसेट, फेरि पछाडिबाट यसरी। अलिक कालो धागो भएर सायद बुनेको देखिँदैन होला, तर बिस्तारै हेर्नु होला। देख्नुभयो बोर्डर बन्न जान्छ यसरी। एउटा अगाडिबाट चिराउँछ भने अर्को घर पछाडिबाट चिराउने। यसरी नै अगाडि अनि पछाडि गर्दै यसरी बुन्दै हामी यो टुप्पोसम्म पुग्नेछौँ। र यसबाट फर्किने बेलामा जहाँपट्टि दाहिने साइड हुन्छ, मतलब सुल्टोपट्टि यो सिलाएको भाग छ, यो सुल्टोपट्टि भने चाहिँ यो देब्रेपट्टि पर्छ। र देब्रेपट्टि हामी फर्किने बेलामा ढाकघर बनाउनेछौँ। यतापट्टि चाहिँ दाहिनेपट्टि पर्छ, जहाँ हामी टाँक राख्ने ठाउँ हुन्छ त्यसमा घर बनाउनु पर्दैन। र पहिला यसको बोर्डर काम सिकेपछि काखीमा पनि बोर्डर हाल्ने तरिका देखाउनेछौँ। र अहिले चाहिँ यसरी नै बुनेर यहाँबाट सुरु गरेर यहाँ आउनेछौँ है। हामी चाहिँ यहाँ टाँक हाल्ने ठाउँमा आइसकेका छौँ। र टाँक हाल्दाखेरि मैले अघिल्लो भिडियोमा भनेको थियो काखीबाट सिधा यसरी राख्यो भने हाम्रो घाँटीनिर गलानिर मिल्छ, सजिलो हुन्छ। त्यही भएर म यो टाँक राख्न कसरी राख्ने भनेर सिकाउँदैछु। र पहिलोको भिडियोमा नि राखेको थिएँ टाँकघर कसरी हाल्ने भनेर। अहिले पनि टाँकघर हाल्ने तरिका देखाउँदैछु। सेम त्यही तरिका नै हो टाँक राख्ने चाहिँ। हेर्नुहोस् है, यो हामी टाँक राख्ने ठाउँमा पुगिसकेका छौँ। मैले यसमा चाहिँ डबल क्रोसेट गरेर कस्तो चिपचिप भएको। हामी यहाँबाट टाँक सुरु गर्नेछौँ। म चाहिँ टाँक जहिले पनि घर देब्रेपट्टि साइडमा राख्छु। र यो टाँक घर बनाउने बेलामा चाहिँ हामीले यो घरलाई नबुनिकन यो घरको लागि चाहिँ एक चेन बुन्नेछौँ। र यसलाई नबुनिकन यो तलको नबुनिकन हामी यसको लागि चाहिँ एक चेन बुनिसकेका छौँ। र यसलाई नबुनिकन हामी यहाँबाट अर्को बुन्नेछौँ। त्यसलाई स्किप गरेर त्यसको लागि एक चेन राखेछौँ। यो देख्नुहुन्छ यो टाँकघर हो। यहाँ टाँक सजिलैसँग छिर्छ। र त्यसपछि कन्टिन्यू त्यसरी नै बुन्ने हो। जस्तो छ हामी जसरी बोर्डर बुनेका छौँ त्यसरी नै बुन्दै जाने हो। यसरी नै अब तपाईँलाई कतिको डिस्टेन्समा फरकमा टाँकघर राख्न मन लाग्छ त्यतिकै फरकमा चाहिँ एक घर नबुनिकन त्यसको लागि एक चेन राखेर स्किप गरेर हामी यसरी बुन्दै जाने। हामी यहाँ तलबाट फर्किसकेका छौँ। र अब हाम्रो यो टाँकघर राखेको ठाउँ हामीले अघि एक घर बुनेका थिएनौँ, छोडेको थियो, चेन बुनेको थियो। अब यो बुनेको ठाउँमा हामी के गर्छौँ भने यो अगाडिबाट छ, अहिले अगाडिबाट भएको हुनाले हामीले यसरी नै अगाडिबाट नै यसरी नै छिराएर यसरी निकालेर यस्तो गरेर यसको डबल चेन बुन्नेछौँ। डबल हाफ गर्नुभएको छ भने डबल हाफ गर्नुहोस्, सिङ्गल क्रोसेट गर्नुभएको छ भने सिङ्गल गर्नुहोस्। मैले चाहिँ डबल क्रोसेट गरेको छु, त्यही भएर डबल क्रोसेट गर्नेछु। टक्क यसकै लाइनमा यो जान्छ, यसरी यो टाँकघर बन्छ। र सेम अब अरू जसरी छ पछाडिबाट पछाडि नै अगाडिबाट अगाडि नै यसरी नै बुन्दै जाने। देख्नुभएको छ टाँकघर यो हामी टाँकघर बनाउन एकदम सजिलो छ, यसरी बनाउने हो। र अर्को ठाउँ पनि त्यस्तै नै गर्ने हो है। यो हाम्रो हाफ स्वेटर बुन्ने भनेर बुनेको हो मैले। अब यो चाहिँ लगभग रेडी भइसकेको छ। यो अगाडिको बोर्डर, टाँकघरको यो भयो, यो पनि बाँकी रहेछ पकेट, अनि
काखीमा बोर्डर त्यसपछि यो रेडी हुन्छ। अब हेर्दैछौँ हाफ लगाइहेरौँ कस्तो हुन्छ। हाफमा राम्रो देखियो भने ठिकै छ। अब हाफभन्दा अनि अब फुल लाउन मन लाग्यो भने चाहिँ म यसको फेरि बाउला पनि बनाउनेछु र बाउला बनाउने तरिका पनि भिडियो बनाएर राख्नेछौँ। देख्नुहुन्छ स्वेटर, हाफ स्वेटर। हामी यो काखीमा बोर्डर राख्ने भनेर आइसकेका छौँ र बोर्डर राख्नको लागि हामीले पहिला यसरी 2 चेन लिने। यो यहाँबाट देख्नुहुन्छ, यहाँबाट जहाँ बिच छ त्यहीँबाट नै धागो यसरी लिएर 1 2 चेन लिनुहोस् र यो धागोलाई हामी यहाँ लुकाउँदै जानेछौँ। यसरी डबल क्रोसेट, यसरी डबल क्रोसेट लिनुहोस्। यो देख्नुभएको छ, त्यो भएको हुनाले हामी अलिकति तलबाट उठाउनेछौँ यसलाई, ताकि धेरै ठुलो वाल नदेखियोस्। यसरी सबैमा यसरी नै डबल क्रोसेट उठाउँदै यो धागो चाहिँ यसरी लुकाउँदै जाने। अब यो गर्दा यसरी गर्दा राम्रो देखिँदैन भने हामी के गर्न सक्छौँ भने यसलाई देख्नुभएको छ नि, भनेपछि फेरि खोलेर जसरी राम्रो देख्छ त्यसरी नै बुन्नुपर्ने हुन्छ। त्यो भएको हुनाले हामी अलिकति माथिबाट नै गर्नेछौँ। यो यसरी डबल क्रोसेट बुन्दै जाने। यही सेम सिम्पल तरिका छ। यसरी डबल क्रोसेट बुनेर हामी यहाँ आउनेछौँ। यो रिङ्गै घर उठाएर हामी यहाँ आउनेछौँ र यसमा हामीले जति घर राख्छ त्यति नै घर हामी अर्को काखीमा पनि राख्नुपर्ने हुन्छ। र बुन्ने तरिका चाहिँ अघिको जस्तै सेम त्यही हो। एउटा अगाडिबाट एउटा पछाडिबाट, अगाडिबाट पछाडिबाट भित्र, अगाडिबाट पछाडिबाट बुनेर यस्तै नै बोर्डर बनाउने हो। अब हामी यहाँ आइसकेका छौँ र यहाँ हामी यसलाई स्लिप नट गरेर जोड्नेछौँ। यसरी जोड्नेछौँ र घर चाहिँ हामीले टोटल 75वटा राखेको छु, हेर्नुहुन्छ। अब हामी चाहिँ यसलाई चाहिँ यस्तै यस्तै बोर्डर बनाउनेछौँ। त्यसको लागि फेरि म यसमा पनि डबल क्रोसेटवाला नै बनाउनेछु। 2 चेन यसरी बुन्ने र यो अगाडिबाटै लिएर आउने। यो सजिलो छ, हामीले अब सिकिसकेका छौँ। यति धेरै स्वेटर बुनेको हेरिसकेपछि सिकिसकेका छौँ र यसलाई फेरि पछाडिबाट यसरी नै फेरि यो अगाडिबाट, फेरि यो पछाडिबाट, फेरि यो अगाडिबाट यसरी नै बोर्डर बुन्दै यहाँ आएर स्लिप नट गर्ने र फेरि अर्कोचोटि बुन्ने र फेरि त्यहीँ आएर स्लिप नट गर्ने। र त्यसपछि हाम्रो यो बोर्डर रेडी हुन्छ। रेडी गर्ने तरिका यसरी नै हो। बोर्डर काखीको बोर्डर निकाल्ने तरिका नि यही हो र यसरी नै बुन्नु होला। र अब बाँकी रहेछ हाम्रो पकेट बुनेर यहाँ पकेट जोड्ने र टाँक राख्ने। त्यसपछि चाहिँ हाम्रो स्वेटर, हाफ स्वेटर रेडी हुन्छ है। हस्, धन्यवाद। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा।